ल साथीहरू थोरै मेहनत गर्नुपर्छ। यसो बच्चे खुसेको समयमा अलिकति मेहनत गर्ने हो भने चाहिँ यसरी कौसीमा पनि अर्ग्यानिक फलाएर खान सकिन्छ। यो चाहिँ हाम्रो तरकारी खाने खुर्सानी हो, माछे खुर्सानी पनि भन्छन् यसलाई। यो चाहिँ कर्कलो एउटा मात्र भाँडामा मैले कर्कलो रोपेको छु। यो मुना आउँछ कि अनि टिपेर खाइहाल्ने हो। यो भेडी खुर्सानी है साथीहरू। यसरी यो थोरै मेहनतमा होइन यसो भेडी खुर्सानी पनि यसरी फल्याछ है। अस्ति नै चाहिँ मैले बिरुवा रोपेको भिडियो बनाएको थिएँ। अहिले चाहिँ मैले यो यसरी फलेको। अनि यहाँ सानो सानो टमाटरहरू पनि फलिरहेछ। यो यसो कोही कोही बेला हामीलाई टमाटरको आवश्यकता पऱ्यो भने चाहिँ खान पाइहाल्यो। यो चाहिँ यो पनि भेडी खुर्सानी हो, क्याप्सिकम। यो एउटा बोटमा टन्नै दाम लाग्दो रहेछ। यसरी यो एउटा खाने बेला भयो। यो अरू पनि दाम लागिरहेछ। उता सानो लौका फलिरहेछ। यो अहिले फुल फुल्दैछ यसरी। यो लौकाको बोट चाहिँ यत्रो मात्र छ है साथीहरूले, हेर्नुहोस् है। यत्रो बोटमा हामीले 2टा लौका खाइसक्यौँ। र अझै पनि यहाँ चिचिलाहरू अलिअलि लागेको छ कता कति। र यहाँ चाहिँ फेरि एउटा चाहिँ ठ्याक्क खाने बेला भएको छ यसरी। यो चाहिँ कुन जातको के हो मलाई पनि थाहा छैन है। यो चाहिँ यसो साथीले दिएको थियो 2 दाना। यो लौका त म रोप्दिनँ, यो झारी हुन्छ भनेको त हुँदो रहेनछ। यो पक्कै पनि हाइब्रिडै होला। यसरी यो लौका फल सयपत्री फुल रोपिदिएको छु। सयपत्रीले चाहिँ यो किराहरूलाई यसको बास्नाले अलिक कम हुने रहेछ। त्यही भएर बिच बिचमा सयपत्री रोपिदिएको छु। यो फुल पनि भयो, रमाइलो पनि भयो। अनि त्यस पछाडि यसले चाहिँ अर्को चाहिँ किराहरूलाई नियन्त्रण गर्न पनि सहयोग गर्ने रहेछ। मुन्टा खाने फर्सी भनेर रोपेको, तर यो गट्टा फल्ने फर्सी रहेछ। यसरी यसो 2-3टा गट्टाहरू गट्टा पनि फलेको छ है। एउटा म यसो देखाउँछु। यसरी यो गट्टाहरू झन्डिएको छ। यो चाहिँ माछाको क्रेटमा हो, अलिक बढी माटो चाहिने रहेछ। यो चाहिँ के भन्छ यसलाई, भन्टा। यो खासै मिठो चाहिँ मलाई त्यति लाग्दैन, तैपनि यो हुन्छ नि कौसीमा चाहिँ अलिकति विविधता कहिले के यो पनि हुन्छ। हेल्थको लागि एकदमै राम्रो तरकारी हो। मैले चाहिँ यसको सर्ट्स पनि बनाएको थिएँ। यो बिरुवा लिन जाँदा म लगन खेलको त्यो ठ्याक्कै बस पार्कमा तरकारीहरूको बिउ बिजनहरू अनि त्यस पछाडि बिरुवाहरू पाइन्छ, त्यहाँ गएको थिएँ अनि लिएर आएको। यो राम्रो फल्दो रहेछ। 1-2 साग खाइयो, अझ फेरि 1-2 साग रेडी हुँदैछ। र यहाँ फुलहरू पनि यसरी टन्न फुल्दैछ। अब यो खाइसक्दाखेरि यो फेरि अर्को रेडी भइहाल्छ। चाहिँ पुदिना। एउटा भाँडामा यो पुदिना रोप्यो भने यो एउटा रङको भाँडो छ है। यसमा यो पुदिना रोप्यो भने यो जति टिप्यो त्यति हरियो भएर आउँछ है। अचार खान धेरै मिठो लाग्छ मलाई चाहिँ। र अरू कुरा फेरि स्वास्थ्यको लागि पनि धेरै राम्रो है यो पुदिना चाहिँ। ल यो पुदिना पनि खाना रेडी छ। अनि सिमी छ। यो सिमी चाहिँ मैले निकाल्ने भनेको, पोहोर रोपेको थियो। निकाल्छु भन्छ, फुल फुल्छ, फेरि कोसा देखिहाल्छ। अनि मलाई कस्तो भने निकाल्नै मन लाग्दैन कि। फलिरहेछ, यसले मलाई फल दिइरहेछ, मैले यसलाई किन निमट्नु भन्ने लाग्छ। अब फेरि 1-2 साग रेडी भइहाल्छ। कसैलाई दिन चाहिँ पुग्दैन, आफूलाई खाना चाहिँ यसो 2 मुठी भयो भने सानो परिवारलाई टक्क पुगिहाल्छ। मस्त फुल फुलेको छ है। ल हेर्नुलाई कस्तो फुल फुलेको छ, कोसा लागेको छ है। अलिअलि लाइले चाहिँ सताउँछ होइन। यो लाई लागिरहेछ यहाँ हेर्नुलाई। यो चाहिँ यहाँ लाई लागिरहेछ यसमा। यो लाईको लागि चाहिँ मैले निमको तेल ल्याउँछु। अनि त्यो निमको तेल 1 बिटको निमको तेलमा अलिकता त्यो ह्यान्ड वास अथवा भाँडा मान्ने झोल हालिदिएर अनि त्यसमा चाहिँ 1-2 लिटर पानी मिसाएर त्यस पछाडि अनि स्प्रे गरिदिन्छ हप्ता दिनमा। त्यसले चाहिँ लाईलाई एकदमै राम्रो नियन्त्रण गर्छ। यो चाहिँ बोडी हो। यसरी यो बोडी फलिरहेछ यहाँ चाहिँ। अब यो पनि बोडी पनि 1-2 दिनमा खानालाई हुन्छ। यो चाहिँ सिमी टन्न कोसाहरू लागेछ। लाईले चाहिँ सताउँछ साथीहरू होइन। त्यसको लागि चाहिँ त्यही घरेलु उपायहरू अपनाउनु पर्यो। तर अर्ग्यानिक चाहिँ खान पाइन्छ है साथीहरू। यसो अलिकति लग्यो खायो होइन। सबै भेराइटी त पुग्दैन, तर कहिलेकाहीँ
60% चाहिँ धान्दो रहेछ। त्यही हो मैले बुझेको, 60% धान्छ। अनि कुनै कुनै नयाँ खान मन लाग्यो भने चाहिँ बजार गएर किनेर ल्याउँदा हुन्छ। र यो पनि यसरी मैले एउटा बाँसको लिएर यसरी यसलाई थाप्लो लगाइदिएको छु। यो पनि टमाटर हो। यो चाहिँ पहेँलो पहेँलो टमाटर हुँदो रहेछ। गुलियो हुन्छ चाहिँ, गुलियो गुलियो हुन्छ, अमिलो हुँदैन, गुलियो गुलियो हुन्छ। यो पनि बोडी, यो चाहिँ अब ठ्याक्क त्यो बोडी खाइसकेर सकिँदा यो बोडी रेडी हुन्छ। अनि यहाँ चाहिँ भिन्डी, यो चाहिँ लोकल भिन्डी हो। यो चाहिँ फल्दै जान्छ, टिप्दै गयो, एकदमै मिठो हुन्छ। यो बजारमा किनेको भिन्डी नै खान मन लाग्दैन खाइछि। यसको टेस्टै अर्को हुन्छ है साथीहरू। यो चाहिँ जुकुनी हो, एक दुईवटा फल्छ, फेरि टिप्यो ठ्याक्कै पुगिरहेको हुन्छ। साग, यहाँ बिच अकबारे खोर्सानीको बोट छ। यो चाहिँ प्याज हो, खाना ल्याएको प्याज उम्रेको, मैले यसो साइडमा राख्दै कहिले खाइसो हुन्छ भनेर खानालाई। के भन्छ यसलाई, रोजमेरी। यो चाहिँ मैले भर्खर अस्ति मात्र गोदावरी जाँदाखेरि त्यहाँ सस्तो पाइँदो रहेछ बोटानिकल गार्डन नर्सरीमा। मलाई 100 रुपियाँमै दिनुभएको थियो त्यहाँबाट। त्यो मैले ल्याएर सारेको, राम्रो भएको छ, सरिसक्यो। र यसैको छेउमा चाहिँ अर्को यो भ्यान्टा छ। र हामीले चाहिँ यो कौशी खेती गर्दाखेरि चाहिँ यसरी जस्तो रोजमेरीको गन्धले नि किराहरूलाई नियन्त्रण गर्छ। सयपत्रीहरू भयो, अनि हामीले एक दुईवटा जस्तो त्यो भयो तुलसीहरू रोप्यो भने चाहिँ त्यसले पनि किरा नियन्त्रण गर्ने रहेछ। यो पनि जुकुनी फल्दैछ। यो चाहिँ धेरै कुहिएर जान्छ र बिचबिचमा चाहिँ सानो सानोहरू चाहिँ भाँदिदिनुपर्छ कि, अनि त्यसले त एउटा दुईवटा मात्र राख्ने, त्यो मात्र ठुलो हुन्छ। सबै राख्यो भने चाहिँ राम्रो हुँदैन। यो जुकुनीको बोट चाहिँ मसँग 4-5वटा छ, अलिअलि फल्छ, खान पुग्छ है आफूलाई। यो चाहिँ सिमी हो। यो चाहिँ मैले तरकारी बजारमा यो लोकल सिमी रहेछ। अनि त्यहाँ चाहिँ कस्तो मिठो हुँदो रहेछ। अनि एउटा छिप्पेको ल्याएको थिएँ, त्यसैको दाना राखेको, अनि यो ठ्याक्कै उम्रिएर अनि यो फलिरहेको छ अहिले। यो चाहिँ एकदमै मिठो हुन्छ यो सिमी। यहाँ यो चाहिँ फुल भयो, फेरि मेरो यो फुलको छेउमा यहाँ सयपत्री फुलिरहेछ। यसले चाहिँ किरा नियन्त्रणमा सहयोग गर्छ। यो लोकल सिमी भयो, यो लोकल सिमी यसरी फुलिरहेछ। यो हिबिस्कसको प्लान्ट हो। यो तुलसी। हामी चाहिँ प्रायः जस्तो मर्निङमा चाहिँ चिया खाँदा चाहिँ हामी ग्रिन टी खान्छौँ, कहिलेकाहीँ तुलसी पानी होइन, कहिलेकाहीँ अरू। यो चाहिँ अकबारे खुर्सानी र यो भयो एउटा के अरे है पाँचे खुर्सानी। यो चाहिँ अकबारे खुर्सानीको बोट हो। म चाहिँ पिरो त्यति धेरै खान सक्दिनँ, तैपनि रहर लाएर रोपेको अकबारे खुर्सानी। यो चाहिँ लेमन ग्रास है। अब कहिलेकाहीँ चाहिँ लेमन ग्रासको टी एकदमै टेस्टी हुने रहेछ। हामी चाहिँ कहिलेकाहीँ लेमन ग्रास टी, कहिलेकाहीँ यो तुलसी टी, यसरी बिहान चाहिँ हामी अर्ग्यानिक चियाहरू खान्छौँ। यो चाहिँ काँक्रो भयो। यहाँ सानो बोटमा पनि फल्दो रहेछ यो काँक्रो। हामीले 7-8वटै खाइसक्यौँ। अब यो पनि फेरि खानको लागि यहाँ रेडी हुँदैछ है साथीहरू। यहाँ यत्रो भइसक्यो होइन। अब अलिक ठुलो भएपछि यस्तो मिठो छ नि यो टेस्ट। लोकल त बजारमा चाहिँ अब किन हो अलिक अर्कै टेस्ट हुन्छ। हामीले यहाँ फलाएको चाहिँ अलि अर्ग्यानिक स्वाद हुने रहेछ। यो चाहिँ आलु, मैले खान ल्याएको आलु उम्रेपछि मलाई फाल्नै अप्ठ्यारो लाग्यो कि, अब रोपौँ त भनेर यसो काटिदिएको। अस्ति 2-3 दाना यसो हेरेर त राम्रो रहेछ, त्यही भएर मैले छोडिदिएछु। अब कति फल्छ थाहा छैन। फलेपछि फेरि एउटा सर्ट्स बनाउँछु है साथीहरू। यो चाहिँ पानी अमला। यो पानी अमला नि फल्छ होला, बच्चामा त बहुत खाइन्थ्यो पानी अमला। अब अहिले चाहिँ ठुलो भइयो होइन, त्यो पानी अमला खाने ठाउँ पनि भेटिन्न। तर यसको पात चाहिँ मलाई कलशमा सजाउन एकदमै मनपर्छ, त्यही भएर मैले यो चाहिँ एउटा सानो भाँडा रोपिदिएको छु, मलाई कलश सजाउन पुग्छ। यो पनि तुलसी, मैले ठाउँ तुलसी रोपेको छु साथीहरू। तपाईँ पनि कौशीमा अर्ग्यानिक खेती गर्नुहुन्छ भने तुलसी भयो, सयपत्रीहरू भयो, यस्तो ठाउँमा रोप्नुभयो भने चाहिँ यसले किरा नियन्त्रणमा सहयोग गर्छ। र यो चाहिँ हाम्रो करी पत्ता फुलेर कस्तो राम्रो भएको छ करी पत्तालाई हेर्नुलाई। यो दाना के गर्ने हो मलाई पनि थाहा छैन। पात चाहिँ चियामा पनि भयो। यो साउथ इन्डियातिर चाहिँ यसलाई हरेक तरकारीमा युज गर्दो रहेछ। यसमा चाहिँ यो आइरनहरू एकदमै बढी हुने भएको हुनाले यसलाई चाहिँ एकदमै राम्रो मान्दो रहेछ। यो करी पत्तालाई मैले पनि युज गर्छु। तरकारी चाहिँ मलाई अलिक गुलियो लाग्छ, म चाहिँ चियामै युज गर्छु। कहिलेकाहीँ तुलसी चिया, कहिलेकाहीँ लेमन ट्री भयो, त्यो लेमन ग्रासको चिया भयो, एन्ड समटाइम यो करी पत्ता है। यो चाहिँ ताइवानी पिङ्क अम्बा हो। यति मिठो हुन्छ नि यो, यसलाई पाकेपछि खाने भन्दा पनि जस्तो अब यति धेरै फल्यो हेर्नु न, यति सानो बोट छ। मैले पोहोर ल्याएको थिएँ नर्सरीबाट, पोहोर चाहिँ 10-15 दाना मात्र फल्यो। र मैले भाँडो अलिक चेन्ज गरिदिएँ। जस्तो मैले एउटा कालो ड्रम थियो, त्यसलाई काटेर अझ माटो पुगेको छैन राखिदिएको, अझै यति धेरै फलिरहेछ। थाहा छैन कति रहन्छ। र खाने बेलामा फेरि अर्को एउटा
सर्ट्स बनाउने छु। र यस्तो मिठो हुन्छ नि, ठ्याक्क त्यो कट्मिरो भन्छ है, एउटा कट्मिरो भन्ने भाषा छ नेपाली। त्यो कट्मिरो हुन लाग्यो भने चाहिँ कस्तो हुन्छ नि अम्मा, धेरै साह्रो पनि होइन, धेरै गिलो नि होइन, ठक्कले हेल्दी दाँत हुनेले खाना करम हुने बेला चाहिँ यति मिठो हुन्छ यो। र पाकेपछि चाहिँ फेरि अलिकति त्यो अम्लियोपना आउने रहेछ, अलिक अमिलो हुने रहेछ। यो पनि कस्तो राम्रो फलेको छ, 2 बोट छ यो होइन। आँप रोपेको छु मैले, यो आँप पनि पोर्दा ल। यहाँ अर्को अम्बा छ फेरि, ल हेर्नु होला, यो चाहिँ यसै साल रोपेको। ल यहाँ पनि धेरै दानाहरू फलिसकेको छ, कति रहन्छ चाहिँ थाहा छैन। हेर्नु होला, यो मसँग चाहिँ अम्बा 3 बोट छ, यसमा पनि टन्नै दाना फलाएको छ है। यसमा मल चाहिँ किचन वेस्ट नै हो है, हाम्रो किचनबाट निस्किएको वेस्टहरूलाई नै मैले युज गरेको छु। त्यसलाई चाहिँ मैले त त्यो मल बनाउने भाँडो नि छैन, एउटा रङको भाँडा पिँधामा माटो राख्ने, त्यहाँ माथि त्यो किचन वेस्ट 1 लेयर, अनि फेरि माटो 1 लेयर, फेरि किचन वेस्ट 1 लेयर, फेरि माटो 1 लेयर गर्दाखेरि ठ्याक्कै 3 महिनामा चाहिँ राम्रो मल बन्दो रहेछ। मैले त्यसरी नै युज गर्ने गरेको छु यो कौशी खेतीमा। अनि कहिलेकाहीँ चाहिँ मैले प्राङ्गारिक मल त्यो प्याकेटमा नि पाइन्छ, अथवा नर्सरीमा केजीमा जोखेर नि पाइन्छ, त्यो ल्याएर युज गर्छु। यो चाहिँ टिप्यो अनि फेरि भइहाल्छ, फेरि अर्कोचोटि फेरि भइहाल्छ र खानालाई पुग्छ। यो चाहिँ ड्र्यागन हो है, यो मसँग 2 बोट छ ड्र्यागन। यसरी हेर्नु, पल्लो घरको कौशीमा पनि मकै रोपिरहेछन्, सिमी रोपिरहेछन्, करेला। यो कौशी खेतीले चाहिँ हामीलाई अलिकति एक्टिभ हुनु, माटोसँग रमाउन पनि सिकाउँछ भने। यो फल्छ मेरोमा ड्र्यागन, टन्नै फल्छ सिजनमा, खानालाई पुग्छ है साथीहरू आफूलाई। ल हेर्नु होला, मैले यसो साथी कहाँबाट 2टा बिरुवा लिएर आएको थिएँ, पछि यसैको भाँचेको यसो एक्सटेन्सन गर्दै लाँदा पनि यस्तो धेरै बनाउन नि सकिन्छ। यो चाहिँ काँक्राको बोट हो, यसमा चाहिँ हामीले 10-12वटै काँक्रा खायौँ, चाहिँ अलिक ठुलो पनि भयो। अनि अब अहिले चाहिँ यो फल्न गरेको छोडो, तर यहाँ 2टा काँक्रा छ, मसिनो चिचिला छ। यो चिचिलाको आशले गर्दाखेरि मैले यसलाई निमार्न सकेको छैन है, यहाँ हेर्नु त। अनि यो चिचिला बढ्छ होला भनेर हो। शीतल चिनी हो यहाँ हेर्नु, रुफटपमा पनि शीतल चिनी हुँदो रहेछ। यो कोसा लाग्न त मैले दिन्न यसलाई होइन, अब यो यसो चिया खाने हो, यसो धुलो बनाएर खाने हो। यो मैले सानो बिरुवा नर्सरीमा पाथेँ र ल्याएर रोपेको, 1 वर्षमा यति ठुलो भयो नि यो, बढेर हेर्नु त। अनि मैले टुप्पा काट्ने, यसको त ठुल्ठुलो रुख हुन्छ नि त, तराईतिर हुन्छ यो प्रायः जसो, काठमाडौँमा पनि हुँदो रहेछ, त्यति धेरै त भएको छैन त, ठिकै। शीतल चिनी अथवा मोरिङ्गा पनि भन्दो रहेछ यसलाई। यस्तो भेरी युजफुल प्लान्ट है, फर गुड हेल्थ भन्नु। एभ्री घरमा, प्रत्येक घरमा एउटा मोरिङ्गा हुनु आवश्यक छ भनेर चाहिँ यो मेडिकल साइन्सले, अथवा मेडिकल साइन्स स्पेसली यो आयुर्वेदिक साइन्सले चाहिँ यसलाई प्रमोसन गरेको छ। यो चाहिँ आयुर्वेदिक औषधि नै हो भनेको छ। यो चाहिँ एलोभेरा हो, यस्तो झाँगो छ, एउटै बोटमा एलोभेरा छ। यो पत्थर घट्टा भयो, कसैलाई स्टोन हुन्छ भने चाहिँ यसरी यो खान मिल्छ है, यो धुने ओर्ने अनि खाएँ। बिहान खाली पेटमा खाने, प्रेसर लो चाहिँ अलिक गराउँछ, तर स्टोन चाहिँ ठिक हुन्छ है। म आफै पनि स्टोनको पेसेन्ट हो, त्यही भएर मैले यसलाई रोपेको। अलिक तितो हुन्छ अनि प्रेसर लो गराउँछ। मैले चाहिँ यसलाई के गर्छु भने धुन्छु, अचार पिस्छु, कागती राख्छु, नुन राख्छु, खान्छु। इट्स भेरी टेस्टी है यो अचार। अनि यो चाहिँ हाम्रो पारिजातको बोट हो यहाँ है, मैले यसो के बाँधिदिन्छु, लिप्सहरू सक्नुहुन्छ। थ्याङ्क यू।